सिङ्गो नेपाली कांग्रेस एक्लै रवि लामिछाने, सिङ्गो नेकपा एमाले एक्लै रवि लामिछाने, सिङ्गो मिडिया जगत एक्लै रवि लामिछाने। हिजो रवि लामिछानेलाई दोषी देखाएर आफ्ना ती काला करतुतहरू ढाकछोप गर्ने ती सांसदहरूले जसरी संसद घेराउ गरेका थिए, त्यहाँ भ्रष्टाचारी भन्दा देशले अरू कोही देखेकै थिएन। एउटालाई रवि गए गगन प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रवि गए देउवा फेरि प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रवि गए माधव फेरि प्रधानमन्त्री बन्छन् कि भन्ने थियो, अर्कोलाई रविलाई गाली गरेर आफू शिक्षित बौद्धिक देखिनु थियो, केही पत्रकारलाई त रवि गए आफ्नो जलन र इक मेट्नु थियो। देशभरमा 100 भन्दा बढी सहकारीहरू डुबेका छन्, तीमध्ये 2-3 वटामा सञ्चालक जीवी राई हुन्। चाखलाग्दो कुरा त ती राई पनि पूर्व कांग्रेस कार्यकर्ता नै हुन्। बाँकी 98 वटा सहकारीका सञ्चालक पनि कांग्रेस र एमाले कार्यकर्ता नै हुन्। तथ्याङ्क एकातिर छ, तर मिडियाबाजीमा सबै दोष रविमाथि हालेर वास्तविक ठगहरूलाई उम्काउने प्रयास गरे। अपराधको चाङ यसरी तह तह भएर बसेको थियो कि जेनजीले एकै पटकमा सडकमा पछारिदिए। जस्तो करनी उस्तै भरनी। फेरि पनि भन्छु, रवि देशको पूर्व गृहमन्त्री हुन्, लुकेर छिपेर हिँडेका व्यक्ति होइनन्। तारिख दिएर रविलाई हिरासत मुक्त गर्दा हुन्छ। उनी दोषी होइनन्, भागेर कहीँ जाँदैनन्। रवि विरुद्ध दुर्भावना वा बदला मात्र देखिन्छ। सहकारीको 80 अर्ब खानेहरू ठूला माछा कहाँ छन्? तर राज्यले यो गणतन्त्र लोकतन्त्र भएको मुलुकमा एक नेतालाई यो सम्मको अत्याचार गर्यो। पञ्चायतमा यस्तै हुन्थ्यो। विगतको सरकारले गरेको कमजोरी यो सरकारले चाँडै सच्याओस्।